कलुवा ढेडुवा ट्याङहरू हाम्रो मेन शिवजी टक्क टिकट काटेर मिरर हाउसतिर आमा यो त केटाहरू फोटो हानौँ न के हो र दाल बबाल छ भात बबाल छ बुङ्गु सागतिर माम भान्जा डडा खान चढा सुई सुई यस्तो डरपोक भान्जा यार मामाको नाम त अलि खराब नगर यार ल जस्तो बनायो त्यस्तै अपलोड गर्यो यहाँ चाहिँ अब बबाल रहेछ है कस्तो दामी के होइन सर्भिस गर्ने दिदी चाहिँ चुवाक हुनुहुन्थ्यो मन पर्यो ल अहिले चाहिँ हामी हिजो कहाँबाट सिधै मुक्तिनाथबाट हिँडेको आएर खाना खाएँ मार्फामा आएर खाना खाएर पोखरा अहिले चाहिँ पोखरादेखि माथि कुन ठाउँमा आछौँ हामी पुमडीको पुमडीको ल केही शब्द बोल्ने हो पुरानावाला पुमडीकोट एकदम गुड भाइ हेर्न सक्नुहुन्छ हजुरले वरिपरिको ल त्यही अब चाहिँ हामी यहाँ आइसकेको छौँ यो चाहिँ हाम्रो डे 3 होइन डे 3 अब डे 3 को सुरुवात यहाँबाट भइसकेको छ हाम्रो बबाल पारामा केटाहरू यता फ्रेस हुनलाई बसेको छन् लाइनमा है छोट मौसम पनि बबाल गार्डनवाला मौसम छ अनि त्यही होला हेर्न सक्नुहुन्छ बबाल मौसम छ अनि हामी चाहिँ माथि अब पुङ्गीकोट कि पुङ्गीकोट के भन्दै थियो केटाहरूले त्यहाँ जान्छौँ त्यहाँ गएर त्यहाँको रमाइलो त्यहाँको अपडेट सबै दिन्छौँ त्यही अब आजको भिडियो डे 3 को चाहिँ कस्तो हुन्छ हेर्दै गर्नुहोस् अपडेट चाहिँ हामीले ठाउँको अपडेट बबाल तरिकाले रमाइलो पाराले दिन्छौँ त्यही आशा छ भिडियो सबैले मन पराइदिनु भएको छ होला डे 1 देखि डे 3 सम्मको मन पराइदिन्छ भन्ने आशा गर्दै त्यही होला अब अगाडि हेर्नुहोस् कस्तो हुन्छ हरेक ठाउँको अपडेट हरेक ठाउँको रमाइलो देखाउँदै भिडियोलाई सुरु गर्छौँ त्यहाँ लेट्स गो फर इट ल अब हामी चाहिँ माथि पुङ्गीकोट त्यो लाग्न थाल्यौँ माथि मन्दिरतिर पुङ्गीकोट रहेछ उहाँ रहेछ पुङ्गीकोट डाँडा अब चाहिँ हामी यहाँबाट माथितिर लाग्न थाल्यौँ चिया नास्ता गरेर आयो अब हेरौँ कस्तो हुन्छ माथितिरको रमाइलो चढबार बबाल हाम्रो ग्याङहरू अब हेर्नुहोस् पुङ्गीकोट डाँडा साढे उकालो रहेछ त्यही हो अब हेर्नुहोस् अगाडि कस्तो हुन्छ होइन रमाइलो त हामीले बवाल देखाउँछौँ अनि हेरौँ कस्तो हुन्छ अब यस्तो छ है बाटो चाहिँ ठाडै रहेछ हिँड्न चाहिँ भइसक्यो अहिले हेर्नुहोस् अब उही मन्दिरमा गएर भेटौँला के छ फर इट ल हामीले चाहिँ अब यहाँ अलिअलि सपिङ हान्यौँ यता हेर नि कलुवा ढेडुवा ठिक छ अनि बल भइरहेछ निक्लिरहेको छौँ यहाँदेखि माथि अब मन्दिरमा गएर हामी चाहिँ माथि आइसक्यो यहाँको भ्यू यस्तो बवाल छ है अनि त्यही हो के भयो फोटो हान्ने हो ल फोटो हान्दिउँ न त फेरि यहाँ यस्तो रहेछ पारि झन् बवालहरू यहीँबाट त गइने रहेछ नि उहाँ ड्रिम सिटी रे त्यहाँ गएको त के लाग्छ होला फेरि त्यही हो अनि फोटो हानौँ न त हामीले नि फोटो हान्ने के ए मनिष छिटो फोटो हान्दे जल्दी गरो म आएछु पछाडि फेरि नैतिक ल अब चाहिँ हामी माथितिर मन्दिरतिर छ म मन्दिरतिर गएर टक्क पारा भेटौँला यस्तो दामी मन्दिरमा अन्त यसको ल हामी चाहिँ मन्दिरभित्र प्रवेश गरिसकेको छौँ फाइनली यस्तो आएर पोज दिएर बसिरहन् धन्यवाद स्वागतम तेरो भाउ गर्दा निहाउ तेरो भाउ गर्दा यहाँ हेर्नु त उही जरा के त्यति महँगो नि त हुन्छ नि तर भाइ ल यो चाहिँ हाम्रो मन्दिर फाइनल्ली डे 3 को अपडेट यही हो हामी चाहिँ आयो यहाँ माथि कटाबारामा आज 3 दिन हो डे 3 हो अनि हेलो खै त हाम्रो लक्ष्मी दादा ए मेरी आमा ओइ ल केही हुँदैन अनि फ्यान्जी ल्याएर नि चस्मा हेर्न छिरिहान फेरि ए बताओ त्यही हो
अहिले त सँगै जाऊँ न अहिले फोटो खिच्नु पर्छ कर ऊ चस्मा हेर्दै हुनुहुन्छ फोन चाहिँ कहाँ गयो र तपाईँको फोन ए नचला जय हो शङ्करा एकान्त रहेछ नि भोलेनाथ शङ्करा अरू के यहाँ त पुरै के शिवलिङ्गै बनाइदिएको रहेछ तर कतिवटा मुखमा गरेर हेर न 9वटा अनि 9वटा 5वटा यस्तो बनाउने हो भेट्यो अब यस्तो गरेर है कस्तो गराउने अरे भिडियो बनाउने हो क्याफे चाहिँ डेन्जर बनेको रहेछ त्यही त यत्तिको बनाउनु पर्छ फोटो खिच्न आउनेले गर्दा पनि चल्छ त्यही हो अब चाहिँ जाम के देखेँ जाम ल त्यही हो कुराकानी आयो फाइनल्ली खै टिकटक बनाउँदै ल अब यो चाहिँ हाम्रो एन्ट्री गेट होइन तर सेम बनायो नि यति ठुलो मूर्ति पनि होइन महाकसम नमो नमो न शङ्करा हो भिडै रहेछ जय शम्भो शिवजी धरतीमा आएको छ धेरै पछि नन्दी पनि सानो रहन्छ नन्दीको पनि ठुलै छ अनि यो चाहिँ हाम्रो मेन शिवजी अब एक राउन्ड त घुम्ने हो जय हो शङ्कर दाइ कपाल त छमा आएको छ यस्तो दामी माथि जाने हो माथि गएर एक राउन्ड घुमाउँ के माथि गएर एक राउन्ड घुमाउँ के तलबाट घुम्दा माथि घुम्ने ठाउँ रहेछ त एक राउन्ड जुत्ता खोल्नु पर्छ खोल्नु त पर दर्शन गर्न आइसकेपछि त्यही बेला अब एकलट माथि जान्छ माथि गएर यति ठुलो डमरू पनि रहेछ यहाँ अहिले चाहिँ हामी ब्याक साइडतिर आइसकेको छौँ है चढ्नुमा बवाल रहेछ है अनि यही हो यसलाई हेर न दामी रे बवाल पछाडि त के रहेछ यताबाट त्यस्तो दामी भ्यू रहेछ यस्तो दामी छ यहाँबाट अब गर नाचिदेऊ न नाचिदेऊ गर हामी चाहिँ यस्तरी यहाँ माथि चढेर केही देख्न नपाएको हामी हो फेरि सम्झेर लिन आउनुलाई कसम फ्रीमा तेरो लागि चढाउँदा के हुन्छ सबै चढेर हेर्दा त्यही हो चोट भएर पनि दामी बब्बल मैले यस्तो चुरोट खाएर धुँगाउडा खाएँ हुकाको हुका ल हामी चाहिँ अब दर्शन गरेर फर्किन थालिसकेको छौँ निधारमा टिको देखेर पनि थाहा पाउन सक्नुहुन्छ भन्ने कपडा हो त्यो अगाडिको पछाडि लाग्यो कि पछाडिको अगाडि लाग्यो त्यही हो यहाँ माथि जाने हो नजाउँ अब सिधै तल जाऊँ उता पारि जाऊँ न टक्कसँग एमआरपी भ्लग जस्तो देखेको भए तुच्छ हेर्दा त मैले चाहिँ नआएको छु तर उहाँकै अनि त्यही हो ल चोटपाडामा अब हामी चाहिँ एउटा उता पार्कतिर जाऊँ पार्कतिर गएर उतातिर भेटौँ ल बाँकी कुराकानी पार्कतिर गएर केश्वर मन्दिरतिर गइहाल्यो ल हामी चाहिँ अब चटपटे खाना रेडी खै ऊ खै अलि हो यो स्पुन हो क्या हेर न पैसा भयो एउटाको कम्ती भयो नानीहरु कहिले मात्र खोल्ने गरी हाल्छ खोल्ने गरी त नहाल्नु बडे एक ठाउँमा देउली पूजामा के चढ्छ भेडा देउलीमा उता सबिन भेडा चढ्छ जाइन्टले हामी सँगै होला नि त अहिले नचिनौँ हामी त त्यही कपिल बस्ती गोखुङ्गा देखियो हामी दाङ नजिक भन्नु छिमेकी कहाँदेखि आएको भाइ भिडियो बनाएको भन्नु न यो पनि लास्ट पार्टी ल पानी त छैन होला चलो ल यहाँबाट हामीले चाहिँ चटपटे खायो अब चटपटे खाएर ल चलो ल आफ्नो रास्तातिर गाइस फलो मी ल अब चाहिँ हामी माथि फ्रीको झुला खेल्न जाँदैछौँ चटपाडामा
ए चलो के ल अब फेरिको पिङ खेल्न जाने हो हामी जानुपर्छ ल पारा अब हामी चाहिँ जाम अब गोप्रोको चार्ज पनि लास्टै फेरि पुगिसकेको छ हेरौँ कस्तो हुन्छ अब उहाँ जाऊँ उहाँ गएर पिङ खेलेको अनुभव चाहिँ भुडुल्नै पऱ्यो अरू त जे होला देखा जाएगा स्टिकर रेस्टुरेन्टमा टाँस्दा भ्याइसक्यो मेनुका पुनमा गएर हो र खोजिहाल्यो त्यही हो अनि ए चटपटेको ल चटपटे कस्तो थियो रिभ्यू गरिदेऊ न त बबाल पुमा जान्छौँ एयर बलुनमा टक्कसँग त्यहाँनिर पुगेपछि अनि ल चार्ज पनि कम छ अब त्यहाँ जान्छौँ त्यहाँ गइसकेपछि हेरौँ अब कस्तो हुन्छ त्यही हेर्नुहोस् हाम्रो रमाइलो कस्तो हुन्छ ल अब हामी चाहिँ यहाँ टक्क टिकट काटेर मिरर हाउसतिर आमा यो त केटाहरू फोटो आनौँ न के हो र हेन्सी देखिएको रहेछ त म त माया टक्ने भन्ने गरी कपालले पुरै भिजाइदिनु भयो क्या अस्ति ल्याएर जाने नजाने फोटो खिचौँ न पहिला ल हल्ले अझै आउनु न यहाँ अझै यहाँ आउनु न हजुर भनौँ न ल जस्तो आउँछ त्यस्तै हाल्नु है त हाँस्नु ल हाँस्नु त अगाडि ए ल 0.6 ल स्माइल प्लिज ए ल फोटो आनौँ न हो लक्ष्य दादा मेरो फोन अहिले चाहिन्छ कि यहाँ छैन कि यो होइन पफो यो ल ल अब हामी चाहिँ फोटोसोटो गर्छौँ अनि मिरर हाउसपछि उता अन्त गएर भेटौँला नि त के छ र ल बवाल रहेछ क्या ल हामी त फेरि इल्युजनभित्र छौँ त यहाँ माथि पनि हामी जो छौँ ल ल हामी चाहिँ अब मिरर हाउसबाट होइन 6 जना छौँ ग्रुपै छौँ 7 जना 1 जना डिस्काउन्ट हुन्छ छोड्दैन जता जान्छ ए को ठोक्यो आमा यहाँ त पुरै इल्युजन छ अब डेन्जर मोबाइल कहाँ छ फाइनल्ली बाहिर चाहिँ हामी निक्ल्यौँ ल ल फाइनल्ली बाहिर अब के खेल्न पाउँछौँ नि हामीले सबै डन हो नि हामी त हैन ल अब चाहिँ सबै खेल्न पाइन्छ हेलो हामी अहिले के भन्थ्यो अरे यो ठाउँको नाम अघि नै उमै थाहा भइसकेछ भिडियोमा अघि नै भनिसक्यो नि त्यही पार्क घुम्यो ल अब यहाँ चाहिँ हामी चाहिँ घुम्छौँ रमाइलो गर्छौँ हेर्नुहोस् कस्तो हुन्छ है त ल ल जस्तो बनायो त्यस्तै अपलोड गर्यो यहाँ चाहिँ अब बबाल रहेछ है कस्तो दामी के भन खै पाण्डा ल चलो 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 ए भान्जा भान्जी यिनीहरू फेरि हेर भान्जा भाग देखाउँथ्यो पाण्डा एमा खेल्न पाउँछौँ होइन हामी त टिकट हो त ए ल ठिक छ आज खेलिन्छ धस्तै ल खेल्ने ए यता डेटिङ हो यस्तो आमा यता डेटिङ है ल हेर्नुहोस् अब खेल्छौँ जति खेल्छौँ त्यति रमाइलो त देखाउने नै छौँ गोप्रोको चार्ज पनि लो अवस्थामा छ अब कस्तो हुन्छ आइफोन निकाल्छु फोटो अब चाहिँ मोबाइलबाटै हुन्छ होला जहाँसम्म सुट सिजन खेलिरहेछन् होइन टट्ट डर त लागेन हल्का अब यताबाट उता एक राउन्ड त्यति हो ए ल ठिक छ कोही बात छैन
ल अब गोप्रोको पनि चार्ज लास्ट अवस्थामा छ यार हामी जाने अब म जान्छु नि म जान्छु के पहिला म जान्छु मेरो गोप्रोको चार्ज लास्टतिर छ म भान्जा भान्जी त्यसै हात थिएन यस्तो राम्रो फुलमुनि बसेर फोटो खिच बरु ल फोन ल म यहाँ हेर न कस्तो हाउस अफ डट नेपाल ल आऊ आऊ ओए अब अजदाईको पालो ए पिफर्म त पुरै रुचेको क्या हो रुक्नु ओइ ब्याग रुचेको यार पुरै यार ल दाइ यस्तो रुचेको रहेछ कि यसको त पुरै पानी आइरहेछ है यो नरुचेको रहेछ त यार ल दामी यस्तो पुरै ध्वस्तै हो है हामी त तँ पनि फ्रीमा खेल्न पाउँछौ होइन दाइ टिकट काटेपछि हो है दाइ उति दिन फ्रीमा खेल्न पाउँछौ होइन र सानोले टिकट काटेपछि त पाइयो होइन ठिक छ हजुर नै चार्जै थिएन त्यहीमा अघि बिहान मैले हामी दुइटा लगायौँ ल आहा आई लभ यु वाला भ्यू यही अपडेट आजको यही छ अपडेट आइयो खेल्यो रमाइलो गर्यो भ्यू यही हो 11% चार्ज ल भयो है ल धन्यवाद भिडियो बनाइदिनु ल खेलियो पाइन्छ ल यही हो अनि हाम्रो चाहिँ ब्याट्री डाइड भयो गोप्रोको अब चाहिँ मोबाइलबाट सुरु गरिदिएको हामीले चाहिँ भिडियो अब हेरौँ यो ठुलोमा त खेल्न बिग्रियो अरे त अब बिग्रेको भए त के भन्न सक्यो यो बिग्रेछ अरे अब यसमा सबै खेल्न पाइन्छ ए साइकलमा फोटो खिच्ने हो चलो ल ल पोखरा ड्रिम सिटी ल यही हो पोखरा ड्रिम सिटी कहाँबाट जाने तलबाट जाने हो के फुङ्गा ल रेक्सामा फोटो खिचौँ न हामीले मनिष फोटो खिच मेरो भाइ झुला पछाडि बसौँ है ए पिफर्म पुरै रुजे रुच्ने त अब पानी पर्यो अनुभव त हो ल अब चाहिँ म यस्तो फोटो सुट हान्छु अनि भेटौँ ल हामी चाहिँ अब वहाँ गएर के अरे पाण्डा साण्डासँग फोटो खिचाइयो त्यो गुलाबको फुलमा यस्तरी घुमियो अनि चोडपाडामा अनि ऊ त्यहाँ माथि रेक्सा छ रेक्सामा पनि फोटो खिचाइयो अनि त्यही अब यहाँ चाहिँ हामी पिङ खेल्न आइसकेको छौँ ए डडा खान फेरि त्यसै दाइ सकेको हल्लाइदिँदा हुन्छ केही हुन्न उहाँ तल यो मान्छे उहाँ तल खसे पनि फरक पर्दैन हामीलाई यो मान्छे हो हो ल हामी पिङमा आइसकेको छौँ दुईवटा एकैचोटि हो ल ठिकै छ अनि हामी चाहिँ पिङमा चट्ट पिङ खेल्छौँ अनि यो हेर्नु ड्रिम सिटी पोखरा ड्रिम सिटी ल ठिक छ ए पछाडि पुऱ्याउ नि ल ठिक छ अब हेर पिङ खेल्छु अनि पिङ खेलिसकेपछि बाहिर गएर भेटौँ ल अब गोप्रोमा पनि चार्ज दिएको छैन यसको ल हामी चाहिँ अब यहाँ माथि सिसाको उमा भान्जा डडा खान चढ सुई यस्तो डरपोक भान्जा यार मामाको नाम त अलि खराब नगर यार भान्जालाई हौसला दिएको कि अलिकति बुलेट प्रुफ सिसा हो बुलेट प्रुफ हो सिसा ल झर झर भान्जा झर म चढ्छु झर दुईवटा बस्न पाइँदैन रे अब यसमा चढौँ कि नचढौँ म कन्फ्युज भयो चढ्ने हो पानी रहेछ चिफ्लो रहेछ हुनसक्छ झड होला ल अब म चाहिँ चढ्न एन्टी एभरेस्ट चढ्यो भने त धेरै गुरुङ हुन्छ भन्ने क्या ल फाइनली कुहिरो लाएर केही देखेन क्या नत्र त यहाँबाट देखाउन त सोही थियो हामी हुन्थ्यो होला यार ल चट्ट पारामा यो के हो नङ भगवान्को नङ वाओ लसी दादा खोइ अरूभन्दा नि यहाँबाट फोन पित्री खस्नुपर्छ पुरै टुटेका नै फुटेका पुरा खसो भने त म्यास साला के हो त ल
किन त गयो किन यस्तो खाना सिजन नमार उता ल खै बाबुहरु मेरो बुढी हो मेरो ए आइछ त मेरोमा हाल्दै नि नै म त स्पेशल हो नि त अनि आइहाल्छ नि हाल्दिनी यहाँको माल्दिनु आएको म त स्पेशल हो नि त अनि आइज ल मेरो भाइ आयो लागि वाइफाइमा आइज भन्ने पैसा खसेन म यस्तो हुन्छु के आइज आइज वहाँ जाने कि नै भन् खै दुर्पिन कहाँ ए दाइ आउन पाइयो न ए यो के हो यो फुटेको हो कि डढाउनु दिन ल होइन त तर्साउन दिन होला अरे आमा हुनेबाट बुले मेसेज पढाइ गरिन् त हिजोकीले बल्ल यहाँ त चिफले अन्त एकारिनी होला यार चाकाको भर खतरा भयो होला हामी दादा कहाँ जानुभयो है म एकदम दुर्बिन हो र ए सुड्डोले अब यही हो आज कुहिरोले गर्दा तपाईँहरूलाई राम्रो भ्यू राम्रो मौसम देखाउन पाएनौँ त्यसको लागि क्षमापत्ति छौँ है त्यो आज अब यहाँ चाहिँ हेर्नु न तलको भ्यू हेर्नु सिट तल टक्क अनि ओ यहाँ त ए दामी दामी ल दामी रहेछ त ल आएर अनुभव हो एउटा है अब टक्क उहाँ शिवको मन्दिर त्यहाँ त हामी गएर आइसक्यौँ बगान अब यही हो अब यहाँबाट चाहिँ हामी छिटो गति गरेर जानुपर्ने छ उहाँ चाहिँ हाम्रो गाडीहरू रोकेको थियो नि त छिटो गरेर यहाँबाट हामी चलिदिनु पर्ने हुन्छ त्यस्तै अब अरू कुरा अब अरू भेटघाट बाटैमा गरौँ ल बाँकी कुरा गऱ्यौँ आई लभ यु तर अब बाँकी कुराकानी चाहिँ त्यो बाटोतिर गएर गरौँ ल अब यहाँको चाहिँ छिटो गरेर जानुपर्ने हुन्छ बोलाएको बोलाइछौँ लेट्स गो फर इट हामी चाहिँ फाइनली आयो हाम्रो फेवा लेकमा अनि फेवा तालमा है धेरै हम्बल रिक्वेस्ट पछि हम्बल रिक्वेस्ट धेरै रिक्वेस्ट गरेर हामी चाहिँ फेवा तालमा सबै आइसकेको छौँ अनि यसो डुवामा बसेर भ्यू पनि देखाइदिने एउटा देखाइदिउँ के छ होइन के अरे धेरै रिक्वेस्ट पछि बल्ल बल्ल आइएछ हामी चाहिँ यहाँ नत्र यता घर जानलाई पुरै रेडी अनि रिक्वेस्ट गरेर आयो अब हेरौँ यताउति कता कता डुल्छौँ 5 बजीसम्मको टाइम पाइएछ 5 बजीसम्म कस्तो डुल्छौँ अब त्यसपछि के हुन्छ कस्तो हुन्छ हेरौँ अब हेर्नुहोस् हाम्रो यहाँको अपडेट कस्तो हुन्छ फेवा लेकमा त आइसकेछौँ है बालपाडामा ल हामी चाहिँ अहिले ठक्क यहाँ खाना खाना आइसकेको छौँ है अब हाम्रो केटाहरू यही पोजिसनमा छौँ खाना खानालाई भान्जे 2 शब्द जाओस् अझै मामाको प्यारी भान्जी जहाँ पनि म भान्जी भान्जी भनेर गन्नेको छु उहाँ पनि भान्जी म जो सुन भान्जी हो अनि अब हामीले खाना खान्छौँ केटाहरूले मेनु हेर्दैछ पोर्क खाना 500 पोर्क खाना छ पोर्क खाना छ अनि त्यही हो अब चाहिँ बुङ्गुर खामै भान्जा ओए भान्जा बुङ्गुर खामै सबले बुङ्गुर चल्छ भान्जी बुङ्गुर खान्छ भने त्यसलाई बुङ्गुर चल्छ नि बुङ्गुर खानु त खाऊ गरे खाइदियो ल आज चेक गरेर आज खायो ल सबैले भयो कि ल 500 रहेछ कि हेर न यही छ त यिनीहरूले नास्ता हेर्न गयो पहिला खाना हेर्न ए पोर्क खाना होइन एक ठाउँमा चिकन भन्नु के गर्दैछ ओए ढिँडो खाने कि भात खाने भात खाने भात खायो फेरि भातै खायो एक ठाउँ चिकन गर्ने त्यही गरिदिनु 500 पोर्क खाना गरिदिनु अनि त्यही हो ल अब चाहिँ हाम्रो गइसकेको छ केटाहरू मेनु खाना आइसक्यो ल मनिष कस्तो छ दाल बवाल छ भात बवाल छ बुङ्गुर चाख्छु र बुङ्गुर चाख्छु के छ ग्रेभी चाख्छु र बुङ्गुरको मोसो हेर्न सक्छ बाल हाल्छ खाना चाहिँ हामी फेरि अब बुङ्गुर लभर पऱ्यो अलिकति भाइ चाहिँ चिकन खाएर यहाँ फेरि होइन भाइलाई देखाएको छ फेरि भन्दा भाइको चिकन छ है अनि उता हाम्रो टोलीहरू उता हुनुहुन्छ ऊ दुइटा अनि त्यही होला हामीले अनि त्यही होला रमाइलो गर्दै अब खान्छौँ एकैछिन खाना टक्कै यो खानासाना खाएपछि अनि त्यसपछि भेटौँ ल त्यही होला अगाडि हेर्नुहोस् कस्तो हुन्छ खानासाना खाएर भेटौँ ल यस्तो जाडोमा आइसक्रिम खाना के भन्नु छ कस्तो लाग्यो खाना नमस्ते हजुर यदि खाना त हुनुहुन्छ भने हजुर यदि पोखरामा लेक साइडतिर हुनुहुन्छ भने बरायो किचनतिर आउनुहोस् र मिठो मिठो खाना खानुहोस् बगाल होइन यो भन्दा हामी बिदा हुन चाहन्छौँ पानी परिरहेको छ खाना चाहिँ यस्तो मिठो थियो कि
हामी त बुङ्गुर खायो होइन बुङ्गुर पनि राम्रै थियो बस्छ दिएको के के थाहा चिकन जतिको मिठो के हुन्छ भनेर यस्तो हो क्या मैले भन्छु पाउन बुङ्गुरको न स्वाद पाउन त्यही हो अनि त्यही हो कि नि भाइ बाहुन कहाँदेखि बुङ्गुरको स्वाद पाउनु हो कि नै त्यही भएर ख्याल अनि हामी चाहिँ खायो चट्ट बवाल लाग्यो सर्भिस पनि सर्भिस गर्ने दिदी चाहिँ चुवाक हुनुहुन्थ्यो मन पर्यो त्यही होला अनि चट्ट पारामा त्यही हो अब चाहिँ हामी यहाँबाट गाडीतिर जान्छौँ गाडीतिर गएर अरू कुराकानी गरौँ ल गो फर इट